जापान सरकारले फेरि 5,000 दिने भएको छ, तर यसपटक चाहिँ 5,000 चाहिँ हामीले हक दिए बापत दिने भयो। सही सुन्नुभयो, हामीले हक दिए बापत जापान सरकारले 5,000 दिने भएको छ। अनि यो एक पटक नभएर हामीले चाहिँ 6 पटकसम्म हक दियौँ भने 5,000 गरेर एक वर्षमा 30,000 पाइनेछ हक दिए बापत। तर हामीले त्यो हग्ने चाहिँ जहाँ कोही नभएर उसले भनेको ठाउँमा गएर हग्नु पर्नेछ, उसको बुथमा गएर हग्नु पर्नेछ। त्यसको लागि हामीले चाहिँ फर्म भर्नु पर्यो। यदि हाम्रो नाम छनौट भयो भने हामी चाहिँ गएर हक दिए बापत पैसा पाउनेछौँ। तर हामी त्यसको लागि चाहिँ 18 देखि 60 वर्षको बिचमा हुनुपर्नेछ र हामी चाहिँ निरोगी हुनुपर्नेछ, अर्थात् हामीलाई कुनै पनि रोग लागेको हुनु हुँदैन। अनि जापान सरकारले हामीले हक दिएको त्यो गु के गर्छ त? जापान सरकारले त्यो गुबाट चाहिँ ब्याक्टेरिया स्टार्ट गरेर, जस्तो क्यान्सर, डायबिटिज जस्ता यो दीर्घकालीन रोगहरू छ उसको लागि चाहिँ औषधि तयार पार्नको लागि खोज गरिरहेको छ। हुन त यो गु चाहिँ पहिलेदेखि नै युज भइरहेको दबाईमा जुन हामीले खान्छौँ होइन, तर हामीलाई थाहा मात्र नभएर हो। सो अब हक दिए बापत 5,000 पाइने भएको छ। ल जो गेन्की हुनुहुन्छ उहाँहरूले चाहिँ फर्म भरेर बसिरहनु होला, यता मौका पाउनुहुन्छ कि गएर हक दिने।